नमस्कार। नेपालमा यो सरकारी जागिरप्रतिको आकर्षण अनि लोकसेवा आयोगको परीक्षामा देखिने त्यो भिड साँच्चै अचाक्लिनै छ नि है। हो नि, माग पद थोरै हुन्छ, आवेदन हेर्नुस् त 100 गुणा बढी पर्छ। अँ अनि अचेल त झन् उच्च योग्यता भएका मतलब मास्टर्स डिग्री गरेकाहरू पनि खरिदार सुब्बा जस्ता सहायक स्तरमा भिड्ने कुरा सामान्य जस्तै भइसक्यो। एकदमै, यो एउटा ठूलो ट्रेन्ड नै बनेको छ। आज हामी यिनै स्रोतहरूलाई केलाउँदै यो लोकसेवा तयारीलाई कसरी अलि बढी प्रभावकारी, अलि रणनीतिक बनाउन सकिन्छ भनेर गहिरिएर हेर्ने कोसिस गर्दैछौँ। राम्रो विषय। यो तयारीमा देखिने चुनौतीहरू के हुन् अनि सफल हुनलाई कस्ता रणनीतिहरू अपनाउन सकिन्छ त्यसमै केन्द्रित रहौँला। हुन्छ। सुरुमा त लोकसेवा आयोगको परीक्षा प्रणाली आफैमा एकदमै विश्वसनीय, गोप्य र व्यावसायिक मानिन्छ। त्यो यसको सकारात्मक पक्ष हो। त्यो त सुनिन्छ। तर चुनौती पनि छन्। जस्तो हामीले कलेजमा पढ्ने औपचारिक शिक्षा र लोकसेवाको पाठ्यक्रम सधैँ ठ्याक्कै मेल खाँदैन, अलिकति ग्याप देखिन्छ। त्यो त हो। अनि अर्को कुरा, सबै परीक्षार्थीको पृष्ठभूमि, उनीहरूको परिस्थिति, पढ्ने तरिका एउटै हुँदैन नि त। त्यसैले एउटै नियम सबैलाई लागू नहुन सक्छ। तयारीको मोडेल पनि व्यक्तिअनुसार फरक पर्न जान्छ। त्यसकारण सफलताको लागि व्यक्तिगत लगनशीलता, कडा मेहनत त छँदैछ, त्यसमाथि सही रणनीति र आफ्नो परिस्थितिसँग तालमेल मिलाउनु एकदमै आवश्यक देखिन्छ। त्यसो भए यो प्रतिस्पर्धाको दौडमा अगाडि बढ्न तयारीको पहिलो र सबैभन्दा महत्त्वपूर्ण पाइलो चाहिँ के हुनु पर्ला त? स्रोतहरूले एउटा कुरामा निकै जोड दिएका छन् जस्तो लाग्यो। कुन कुरामा होला? पाठ्यक्रमलाई नै पहिलो शिक्षक मान्नुपर्छ भनिएको छ। बिल्कुल सही। पाठ्यक्रम त मुटु नै हो तयारीको। यसले कुन पदका लागि कति ज्ञान चाहिन्छ भन्ने एउटा सीमा मात्र कोर्दैन रे। भोलि पास गरेपछि गर्नुपर्ने काम, त्यो जिम्मेवारीसँग पनि जोड छ भनिएको छ। हो, एकदम। पाठ्यक्रमले नै देखाउँछ नि तपाईले कुन क्षेत्रको ज्ञान लिनुपर्छ, कति गहिराइमा जानुपर्छ भनेर। तर पाठ्यक्रम बुझ्नु मात्रै त पर्याप्त होइन होला, होइन र? किनकि यो त विश्वविद्यालयको परीक्षा जस्तो होइन, निश्चित अङ्क ल्याएर पास हुने मात्रै कुरा भएन। भएन। यहाँ त अरूलाई उछिनेर त्यो सीमित कोटाभित्र पर्नुपर्छ। त्यो प्रतिस्पर्धात्मक पक्ष महत्त्वपूर्ण छ। एकदमै महत्त्वपूर्ण। यही प्रतिस्पर्धात्मक प्रकृतिले गर्दा पाठ्यक्रमलाई हेर्ने दृष्टिकोण पनि फरक हुनुपर्छ। तान्सिने बुदा कण्ठ गरेर मात्रै पुग्दैन। कसरी फरक हुनु पर्यो त? धेरै सफल उम्मेद्वारहरूले के गर्छन् भने पाठ्यक्रमका सामान्य जस्ता देखिने बुदाहरूलाई पनि राष्ट्रिय प्राथमिकता, अहिले चलिरहेका घटनाक्रम, नीति नियमसँग जोडेर हेर्छन्। अच्छा। अनि त्यसलाई मौलिक ढङ्गले विश्लेषण गर्छन्। उदाहरणको लागि सामान्य प्रशासन भन्ने विषय होला पाठ्यक्रममा, त्यसलाई अहिलेको बजेट वा दिगो विकास लक्ष्यसँग जोडेर उत्तर लेख्दा त्यो उत्तर बढी वजनदार, बढी सान्दर्भिक देखिन्छ। त्यो त निकै राम्रो तरिका हो। अब अर्को महत्त्वपूर्ण पक्ष आउँछ पाठ्य सामग्रीको चयन कहाँबाट पढ्ने। यो पनि ठूलो दुविधा हो। बजारमा कति धेरै किताबहरू, गाइडहरू छन्। आयोगले पाठ्यक्रम त दिन्छ, तर कुन किताब पढ्ने भनेर सिफारिस गर्दैन। त्यसैले पहिलो प्राथमिकता सधैँ आधिकारिक स्रोतलाई दिनुपर्छ। जस्तो कि सरकारी प्रकाशनहरू, ऐन, नियम, विनियमहरू, यी सबैभन्दा भरपर्दा हुन्। तर बजारमा पाइने गाइडहरू नि ती कतिको उपयोगी हुन्छन्? खै, त्यो अलि जटिल प्रश्न हो। बजारका गाइडहरू हेर्दाखेरि कसले लेखेको हो, त्यो लेखकको पृष्ठभूमि के हो, उसको अनुभव कस्तो छ, अनि त्यो गाइड पाठ्यक्रमसँग कति मेल खान्छ, यी कुरामा निकै सचेत हुनुपर्छ। मतलब सबै गाइड एकै नासका हुँदैनन्। कतिपय राम्रा पनि होलान्, तर आँखा चिम्लेर कुनै एउटा गाइडमा मात्रै भर पर्नु चाहिँ जोखिमपूर्ण हुन सक्छ। सबैभन्दा राम्रो के हो भने पाठ्यक्रमलाई केन्द्रमा राख्ने, त्यसअनुसार आधिकारिक सामग्री खोज्ने, अनि आवश्यक पर्यो भने मात्रै, त्यो पनि विचार गरेर, कुनै अनुभवी लेखकको गाइडलाई सहयोगी सामग्रीको रूपमा लिने। र मुख्य कुरा, पाठ्यक्रमभन्दा बाहिर धेरै नअल्झिने। हजुर। अनि अर्को कुरा, तयारीको रणनीति त पद अनुसार पनि फरक बनाउनुपर्छ भनिन्छ नि, होइन र? जस्तो सहायक स्तर र अधिकृत स्तरको तयारीमा केही भिन्नता हुन्छ कि?
हो एकदमै फरक हुन्छ, हुनै पर्छ। कस्तो फरक हुन्छ होला? सहायक स्तरमा जस्तो खरिदार सुब्बामा सामान्यतया वस्तुगत प्रश्न एमसिक्युज वा संक्षिप्त उत्तर लेख्ने प्रश्नहरूमा बढी जोड दिइन्छ। त्यहाँ तथ्यगत जानकारी परिभाषा मुख्य बुदाहरू महत्त्वपूर्ण हुन्छ। तर अधिकृत स्तरमा जाँदा विषयवस्तुको गहिरो बुझाइ चाहिन्छ। विश्लेषण क्षमता, तर्क गर्ने सिप अनि आफ्नो विचारलाई प्रष्टसँग राख्न सक्ने क्षमता महत्त्वपूर्ण हुन्छ। त्यहाँ विषयगत प्रश्नमा लामो विश्लेषणात्मक उत्तर लेख्नुपर्ने हुन्छ। अझ त्योभन्दा माथिल्ला पदहरूमा त समस्या समाधानमा केन्द्रित भएर मौलिक र व्यावहारिक सुझावहरू दिन सक्ने क्षमता खोजिन्छ। त्यहाँ झन गहिरो विश्लेषण र रचनात्मकताको अपेक्षा हुन्छ। भनेपछि आफ्नो पद अनुसार पाठ्यक्रमको माग बुझेर तयारी गर्नु पर्यो। बिल्कुल। अब जुनसुकै तहको तयारी गर्नेले पनि नछुटाउनै पर्ने केही आधारभूत दस्तावेजहरू छन् रे नि। स्रोतहरूले एउटा सूची नै दिएका छन्। ती एकदमै आधारभूत र महत्त्वपूर्ण छन्। जस्तो कि नेपालको संविधान हो, त्यो त अनिवार्य नै भयो। अनि निजामती सेवा ऐन नियमावली वा अब अरू सेवाको भए सम्बन्धित सेवाको ऐन नियमावली त्यो पनि चाहियो। आफ्नो सेवाको कानून त जान्नै पर्यो। त्यस्तै चालु आवधिक योजना अथवा त्यो राष्ट्रिय विकासको दीर्घकालीन सोच हो, मुलुक कता जाँदैछ भन्ने थाहा पाउन। अनि चालु आर्थिक वर्षको बजेट वक्तव्य र आर्थिक सर्वेक्षण एकदम वार्षिक कार्यक्रम र आर्थिक अवस्था बुझ्न। र अर्को महत्त्वपूर्ण कुरा दिगो विकास लक्ष्य एसडिजिज सन् 2030 सम्मका लागि तय गरिएका विश्वव्यापी विकासका लक्ष्यहरू हो। एसडिजिज पनि आजको सन्दर्भमा निकै महत्त्वपूर्ण छ। यी दस्तावेजहरू किन यति महत्त्वपूर्ण छन् होला? किनभने यिनै जग हुन्। हेर्नुस् न, संविधानले राज्य सञ्चालनको मूल नीति र दिशा दिन्छ। आवधिक योजनाले देशको विकास रणनीति र प्राथमिकता के हो भनेर देखाउँछ। बजेटले हरेक वर्षको कार्यक्रम र त्यसको लागि स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने खाका दिन्छ। हजुर। एसडिजिजले हामीले अन्तर्राष्ट्रिय स्तरमा गरेका विकासका प्रतिबद्धता र हाम्रो मार्गचित्र प्रष्ट पार्छ। अनि सेवा सम्बन्धी कानूनले त कर्मचारीको काम, कर्तव्य, अधिकार, आचरण, वृत्ति विकास सबै कुरालाई नियमन गर्छ। भनेपछि यिनीहरूको अध्ययन बिना त तयारी साँच्चै अपुरो हुने रहेछ? अपुरो मात्र होइन, दिग्भ्रमित पनि हुन सक्छ। यी मूल सन्दर्भ सामग्री हुन्। यिनीहरूमा टेकेरै अरू कुरा पढ्नुपर्छ। समसामयिक घटनाक्रम नि त्यो कतिको चाहिन्छ? त्यो पनि चाहिन्छ, तर स्तर अनुसार फरक हुन्छ। सहायक स्तरलाई मुख्य जानकारी भए पुग्ला, तर अधिकृत स्तरमा जाँदा त्यो घटनाको नीतिगत प्रभाव के हो, त्यसले के असर पार्छ भन्ने विश्लेषण सहित जान्नुपर्छ। बुझियो। अब यति धेरै सामग्री पढ्ने तरिका पनि त प्रभावकारी हुनु पर्यो नि, होइन? कसरी पढ्दा चाहिँ बुझाइ गहिरो हुन्छ होला? स्रोतहरूले एउटा 4 चरणको पद्धति सुझाएका छन् जस्तो लाग्यो मलाई। हो, त्यो पद्धति निकै उपयोगी छ, विशेष गरी विषयगत प्रश्नको तयारीका लागि। के हो त्यो पद्धति? अलिकति भनिदिनुस् न। पहिलो चरणमा कुनै पनि विषयवस्तुको अवधारणा, त्यसको सिद्धान्त, त्यसको अर्थ के हो भनेर स्पष्टसँग बुझ्ने। मतलब के हो भन्ने प्रश्नको उत्तर खोज्ने। ठिक छ। दोस्रो चरणमा त्यो अवधारणा वा सिद्धान्तलाई नेपालको सन्दर्भमा हेर्ने। यहाँको कानून, नीति, नियमसँग कसरी जोडिन्छ भनेर हेर्ने। हाम्रोमा कस्तो छ भन्ने कुरा बुझ्ने। हजुर। अनि तेस्रो चरणमा त्यो सिद्धान्त र कानूनको व्यावहारिक कार्यान्वयन पक्ष कस्तो छ भनेर केलाउने। व्यवहारमा लागू भएको छ कि छैन, कसरी भएको छ, वास्तवमा के भइरहेको छ भन्ने कुरा हेर्ने। कार्यान्वयन पक्ष हो। अनि चौथो र अन्तिम चरणमा यदि कार्यान्वयनमा केही समस्या, कमजोरी वा ग्याप देखिएको छ भने त्यसका कारणहरू के हुन् भनेर पहिल्याउने। कारणहरू? कस्ता कारण? कारणहरू विभिन्न हुन सक्छन्। नीतिगत हुन सक्छ, संस्थागत हुन सक्छ, प्रक्रियागत हुन सक्छ, स्रोत साधनको कमी हुन सक्छ, मानवीय व्यवहार वा क्षमताको कुरा हुन सक्छ। यी कारण खोज्ने। अनि कारण खोजेपछि? कारण पत्ता लगाएपछि सुधारका लागि व्यावहारिक समाधान वा सुझावहरू के हुन सक्छन् भनेर सोच्ने र प्रस्तुत गर्ने। अब के गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्ने। वाह, यो त निकै संरचित तरिका रहेछ। केवल जानकारी बटुल्ने मात्र होइन, विश्लेषण र समस्या समाधानको सिप पनि विकास हुने भयो। एकदमै। लोकसेवामा खोजिने पनि यही हो, विश्लेषण गर्ने र समाधान दिन सक्ने क्षमता। तयारीका क्रममा कहिलेकाहीँ समूहमा छलफल गर्ने वा कुनै विज्ञ शिक्षकसँग सल्लाह लिने चलन पनि छ नि। यसको कतिको भूमिका रहन्छ त? अर्थपूर्ण छलफल, मतलब विषयवस्तुमा केन्द्रित रहेर गरिने छलफल पक्कै पनि सहयोगी हुन सक्छ।
फरक दृष्टिकोण सुन्न पाइन्छ। तर मुख्य आधार चाहिँ स्व-अध्ययन र आफ्नै विश्लेषण नै हो। छलफल सहायक मात्र हो। अनि अर्को कुरा कोसँग छलफल गरिँदैछ भन्ने पनि महत्त्वपूर्ण हुन्छ। त्यो किन? किनभने सही ज्ञान र अनुभव भएका व्यक्तिसँगको परामर्शले त बाटो देखाउन सक्छ, दिशा दिन सक्छ। तर गलत वा अधुरो जानकारी भएका व्यक्तिसँग छलफल गर्दा झन भ्रमित हुने, गलत कुरा सिक्ने जोखिम हुन्छ। हो त नि। त्यसैले सल्लाहकार वा छलफल समूह छान्दा विचार पुर्याउनुपर्छ। अनि याद राख्नुपर्ने कुरा के हो भने सल्लाहकारले बाटो देखाउने मात्र हो, हिँड्ने त आफैले हो। मुख्य भूमिका आफ्नै मेहनत र लगावको हुन्छ। कहिलेकाहीँ राम्रो मार्गदर्शक वा साथी नभेटिन पनि सक्छ। त्यस्तो बेला नि? त्यस्तो बेला पनि सफल हुन सकिन्छ। जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखान यहाँ पनि लागू हुन्छ। दृढ इच्छा शक्ति र निरन्तर मेहनत छ भने स्रोतहरू खोज्दै आफ्नै प्रयासले पनि सफलता हासिल गर्न सकिन्छ। भनेपछि मुख्य कुरा आफ्नै लगनशीलता भयो। हो। अब पढ्नुका साथै अभ्यासको महत्त्व पनि उत्तिकै छ होला नि? लेख्ने अभ्यास, समय व्यवस्थापन। एकदमै महत्त्वपूर्ण। पढ्दाखेरि नोट बनाउने बानी आफैमा राम्रो हो। यसले पढेको कुरा सम्झन पनि सजिलो हुन्छ, पछि दोहोर्याउन पनि सजिलो हुन्छ, अनि अलिअलि लेख्ने अभ्यास पनि हुन्छ। हजुर। तर अझ महत्त्वपूर्ण कुरा चाहिँ परीक्षाकै ढाँचामा अभ्यास गर्नु हो। आफैले सम्भावित प्रश्नहरू बनाएर समयसीमा तोकेर परीक्षामा जसरी लेखिन्छ त्यसरी नै लेख्ने अभ्यास गर्नु एकदमै जरुरी छ। यसले के फाइदा हुन्छ? यसले परीक्षाको माहौलसँग अभ्यस्त गराउँछ, समयभित्र कसरी सक्ने भन्ने कुरा थाहा हुन्छ, समय व्यवस्थापनको सिप विकास हुन्छ, अनि आफ्नो लेखनशैली कस्तो छ, कहाँ सुधार गर्नुपर्छ भन्ने पनि थाहा हुन्छ। लेखिसकेपछि त्यसलाई के गर्ने त? लेखिसकेपछि सम्भव छ भने कुनै अनुभवी व्यक्ति वा शिक्षकलाई देखाएर पृष्ठपोषण लिँदा धेरै राम्रो। यदि त्यो सम्भव छैन भने पनि केही समयपछि आफैले आफ्नो उत्तरलाई अलि वस्तुगत भएर समीक्षा गर्दा पनि कमजोरीहरू पत्ता लगाउन सकिन्छ। मैले के लेखेँ, प्रश्नले के मागेको थियो, अझ राम्रो कसरी लेख्न सकिन्थ्यो भनेर आफैले मूल्याङ्कन गर्ने। यो पनि राम्रो तरिका हो। स्वमूल्याङ्कन पनि महत्त्वपूर्ण छ। अब लागौं अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण चरणतिर। त्यो भनेको परीक्षा हलभित्रको प्रस्तुति। त्यहाँ पुगेपछि कस्ता कुरामा ध्यान दिनुपर्छ होला? परीक्षा हलभित्रको त्यो 3 घण्टा निकै निर्णायक हुन्छ। त्यहाँ सबैभन्दा पहिलो शर्त हो आत्मविश्वास। आफूले पढेको छु, म लेख्न सक्छु भन्ने विश्वास हुनु पर्यो। अनि प्रश्नपत्र हातमा परेपछि हतार नगरिकन ध्यान दिएर प्रश्न पढ्नु पर्यो। प्रश्नले ठ्याक्कै के सोधेको हो, कति भाग छन् प्रश्नमा, अङ्कभार कति छ, यो राम्ररी बुझ्नु पर्यो। प्रश्न नबुझी उत्तर लेख्दा त गडबड हुन्छ नि। अनि अर्को कुरा समय व्यवस्थापन। सबै प्रश्नलाई सकेसम्म सन्तुलित समय दिनुपर्छ। कुनै एउटा प्रश्नमा धेरै अल्झिएर अर्को छोड्नु भएन। त्यसका लागि के गर्ने? उत्तर लेख्न सुरु गर्नुअघि एकछिन सोचेर दिमागमा एउटा छोटो खाका, एउटा संरचना बनाउँदा राम्रो हुन्छ। के बुँदा लेख्ने, क्रम कसरी मिलाउने भनेर। यसो गर्दा उत्तर सिलसिलेवार र तार्किक हुन्छ। लेख्दाखेरि भाषा शैली कस्तो हुनुपर्छ? भाषा सरल, स्पष्ट र सुबोध हुनुपर्छ। धेरै क्लिष्ट शब्द प्रयोग गर्नु पर्दैन। वाक्यहरू सकेसम्म छोटा र अर्थपूर्ण बनाउने। एउटै कुरा दोहोर्याई तेर्याई गर्नु भएन। तथ्याङ्क नि? तथ्य, मिति, कुनै उदाहरण प्रयोग गर्दा एकदमै सचेत हुनुपर्छ। त्यो सही हुनुपर्छ। अनुमानको भरमा गलत तथ्य लेख्नुभन्दा नलेख्नु नै राम्रो। कहिलेकाहीँ चित्र डायग्राम बनाउने चलन पनि हुन्छ नि? आवश्यक परेको ठाउँमा विषयवस्तुलाई प्रष्ट पार्न मद्दत पुग्छ भने सानो सफा चित्रमा डायग्राम बनाउन सकिन्छ। तर अनावश्यक रूपमा उत्तर भद्दा देखाउने गरी जताततै चित्र बनाउनु चाहिँ राम्रो होइन। उत्तरको संरचना कस्तो हुनुपर्छ सामान्यतया? सामान्यतया उत्तरको सुरुमा छोटो परिचय दिने, जसले प्रश्नको पृष्ठभूमि र उत्तरको दिशा सङ्केत गर्छ। बीचको भागमा मुख्य विषयवस्तुको विश्लेषण, तर्क, तथ्यहरू प्रस्तुत गर्ने, अनि अन्त्यमा एउटा छोटो निष्कर्ष वा उपसंहार लेख्ने, जहाँ मुख्य कुरालाई सारांशित गर्ने वा केही सुझाव दिने। यदि प्रश्नले कुनै समस्याको समाधान मागेको छ भने नि त्यस्तो प्रश्नमा अलि फरक संरचना अपनाउनुपर्छ। पहिले समस्या के हो त्यसको पहिचान र परिचय दिने, त्यसपछि त्यो समस्याका कारणहरू के हुन् केलाउने, त्यसका असरहरू के कस्ता छन् उल्लेख गर्ने, अनि समाधानका सम्भावित विकल्पहरू के हुन सक्छन् तिनको तुलनात्मक विश्लेषण गर्ने, र अन्त्यमा सबैभन्दा उपयुक्त देखिने समाधानलाई तर्कसहित प्रस्तुत गर्ने। यसमा आफ्नो विचार कत्तिको राख्ने?
विचार राख्दा आग्रह वा पूर्वाग्रह राख्नु भएन, सन्तुलित र तार्किक हुनु पर्यो। तथ्य र तर्कमा आधारित भएर आफ्नो विश्लेषण प्रस्तुत गर्दा राम्रो अङ्क आउँछ। धेरै राम्रो। आजको यो विश्लेषणमा हामीले लोकसेवा तयारीका अनेक पाटालाई छोयौं जस्तो लाग्छ। पाठ्यक्रमको गहिराईमा कसरी पुग्ने, आधिकारिक स्रोतको महत्त्व कति छ, पदानुसार रणनीति कसरी फरक बनाउने, अध्ययनलाई कसरी संरचित गर्ने, निरन्तर अभ्यास किन जरुरी छ, अनि परीक्षा हलमा लेख्ने शैली र प्रस्तुति कस्तो हुनुपर्छ, यी सबै महत्त्वपूर्ण पक्षहरूलाई हामीले समेट्ने प्रयास गर्यौं। हो, यी सबै कुरामा गान दिन सकियो भने तयारी अलि सहज र प्रभावकारी हुन्छ भन्ने लाग्छ। अब जाँदा जाँदै तपाईको विचारमा यो लोकसेवाको तयारी प्रक्रियालाई अझ बृहत दृष्टिकोणबाट हेर्न सकिन्छ कि? एउटा कुरा के सोचौं भने लोकसेवाको तयारी केवल एउटा परीक्षा पास गर्ने माध्यम मात्र होइन, यो आफैमा एउटा कठोर तालिम पनि हो। तालिम कसरी? हेर्नुस् न, यो प्रक्रियामा लाग्दा कति धेरै कुरा सिकिन्छ। अनुशासन चाहिन्छ, धैर्य चाहिन्छ, नियमित हुनुपर्छ, विषयवस्तुको विश्लेषण गर्ने क्षमता विकास हुन्छ, समस्यालाई विभिन्न कोणबाट हेरेर समाधान खोज्ने सिप विकास हुन्छ। हो त है। यी सबै सिपहरू भोलि तपाईँ सेवामा प्रवेश गरेपछि पनि सफल कर्मचारी बन्नका लागि नभई नहुने कुरा हुन्। त्यसैले यो यात्रालाई केवल जागिरको दौड मात्र नभएर आफ्नो व्यक्तिगत र व्यावसायिक क्षमता निखार्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा पनि हेर्न सकिन्छ कि यो आफैमा एउटा महत्त्वपूर्ण सिकाइ यात्रा हो। निकै प्रेरणादायी विचार। यो तयारीको यात्रालाई सिकाइको अवसरको रूपमा हेर्ने दृष्टिकोणले पक्कै पनि धेरैलाई हौसला मिल्नेछ। आजको यो गहिरो विश्लेषणका लागि यहाँलाई धेरै धेरै धन्यवाद। मलाई पनि यो अवसर दिनुभएकोमा धन्यवाद।